ओके, नमस्ते सबैजनालाई। अब चाहिँ अति नै भयो। यो खुट्टा टान्ने प्रवृत्ति हाम्रो नेपाली समाजबाट कहिले हट्ने भएन है। अहिले फेरि नयाँ ट्रेन्ड आएको छ साइबर सेनाको टिओबीसँग हामीलाई बदनाम गर्नलाई है, फ्री टिबेटसँग खै के भनेर के गरेर देखिरहेछ। हामीले धेरै हामीलाई प्रश्नहरू पनि आइरहेछ होइन। अनि मान्छेहरू फेरि पताइदिइरहेछ, फेरि यस्तो रे भन्दै पताइरहेछ। कति मात्रै हामी नेतासँग लड्ने कि भ्रष्टाचार विरुद्ध हामी लड्ने कि यो फेक न्युजहरूको पछि लड्ने कि हाम्रो टिम मिलाउनु लड्ने कि होइन, कति कुरामा चाहिँ हामी लड्नुपर्ने है। र मलाई देखाउनु परेको जसले यो एक्युज गरेको छ नि हामीलाई होइन, देखाउनु पऱ्यो कि त्यो भिडियोमा चाहिँ म चाहिँ कहाँ छु भनेर के, म चाहिँ कहाँ छु भनेर त्यहाँ देखाउनु पऱ्यो क्या। र मैले बोलाएको हो भने त्यो प्रुफ कहाँ छ, मैले बोलाएको हो भने होइन, विदाउट एनी प्रुफ, विदाउट एनी एभिडेन्स म त्यहाँ भएको नभएको होइन, त्यहाँ त देखिन्छ होला नि। म त्यो भिडियोमा चाहिँ म त्यहाँ देख्दिनँ त, म त त्यहाँ त होइन। अनि यसलाई चाहिँ हामीले बोलाएको भन्दै पुरा उयो गर्नु खोज्ने हुन्छ नि, यो साइबर सेनाको नयाँ स्टाइल होइन। अनि यो फेरि हामीहरू पत्ताउने, हामीहरू त्यति डम छौँ र हामी पढे लेखेका छैनौँ। सत्य र असत्य हुन्छ, झुट र यो कुरा हामी पहिचान गर्न सक्दैनौँ, हामी छुटाउन सक्दैनौँ हुन्छ नि। यसो बुझ्न सकिन्छ नि त्यसमा होइन, यसमा त यो मान्छे छैन, यो किन यिनीहरूले यस्तो गरेको होला होइन।